हेलो गाइस, मेरो रेसिपीमा चाहिँ खल्पीको अचार बनाऊँ है त। मैले चाहिँ खोर्सानीलाई अलरेडी पहिल्यै भुटिसकेको थिएँ अनि त्यसका साथसाथै मेथी, जिरा र धनियालाई पनि भुटिसकेको थिएँ के। अनि मेन इन्ग्रिडियन्ट्स भनेको चाहिँ तोरी हो। कतिजनाले तोरीलाई इग्नोर पनि गर्नुहुन्छ। मैले चाहिँ अनि अगाडि दिनमै काटेर एक घाम सुकाएको थिएँ, काँक्रोलाई चाहिँ यतिको बनाएको थिएँ। अनि तोरी भुट्ने बेला चाहिँ एकदमै ध्यान दिनुपर्छ, डढ्यो भने चाहिँ फेरि नमिठो टेस्ट आउँछ नि त। अनि यसलाई चाहिँ सबैलाई मिक्सरमा हालेर ग्राइन्ड गर्नुपर्छ। अनि त्यसपछि बेसार डालिदिएँ, त्यसपछि स्वादअनुसार नुन पनि फालिदिएँ। अनि तेलले झ्वाइँया पारिदिएँ। अनि अघि पिनेर राखेको मसलालाई पनि त्यसमा हालेर मजाले मिक्स गरेँ। मजाले मिक्स गर्ने बेला चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा चाहिँ हजुरहरूले चाहिँ पन्जा लगाएर गर्नु होला, किनकि हात चाहिँ एकदमै पोल्छ। मेरो चाहिँ सेन्सिटिभ स्किन थियो नि त, अनि मैले चाहिँ भिडियोको चक्करमा लागेर चाहिँ पन्जा लाउने बिर्सेँ। मेरो हात यति पोल्यो अनि मजाले त्यसलाई चाहिँ चारैतिर मिक्स हुने गरी मजाले मिक्स गर्नुपर्छ। यदि राम्रोसँग मिक्स भएन भने चाहिँ मसलाको राम्रोसँग टेस्ट हुँदैन नि त। अनि त्यही भएर चाहिँ त्यसलाई मजाले मिक्स गर्नुपर्छ। अनि हेर्नु न, देख्दै खाउँ खाउँ लाग्ने भइसकेको थियो अचार चाहिँ। अनि मैले चाहिँ अनि त्यसलाई बट्टामा स्टोर गरेर राखेँ। अनि मलाई चाहिँ कस्तो भोक लागिरहेको थियो, अनि मैले चाहिँ कोदोको रोटी र चिया खाएँ। अनि कत्रो ठुलो लौका ल्याउनु भएको रहेछ क्या। अनि मैले चाहिँ जसले यो भिडियो कति बनाएको भन्ने मान्छेलाई चाहिँ त्यही लौका ल्याउने बियोस बनाइदिन्छु।